हेलो एन्ड नमस्ते सबैजनालाई। र आज चाहिँ हामी यहाँ कालिपा छुट्न आएको। आज चाहिँ हामी मामा र म मात्र आएको। मामा उहाँ मस्त झेब्रा काट्दैछन्। यो छरामा झेब्रा हालेर खोलेर यो ठुलो रातो ढुङ्गामुनि पा हुन्छ। अब हेरौँ अहिले कतिको हो पा। ल यो साथीहरू फाइनल्ली कालिपाको उद्घाटन भइसक्यो। त्यहाँ माथिदेखि निस्क्यो कालिपा, त्यही रातो ढुङ्गादेखि हामीले चाहिँ तलदेखि खोलेर तल कुरेलो थापेछौँ। अब यहाँ चाहिँ अब दिउँसै आगो बाल्न परेछ। घाम बल्ल माथि आउँदै छ। ठिकै रहेछ है, सेन त निस्क्यो है कालिपा। ल अब म चाहिँ फेरि गएको त्यहाँ, म चाहिँ त्यहाँ जानुपर्छ पानी गाल्नलाई। ल है त साथीहरू फाइनल्ली 3वटा भइसक्यो कालिपा, 3वटा। अब हेर्दै जाऊँ अन्तिमसम्म कतिवटा निस्किन्छ। यो दुईटा पनि त्यही ठुलो रातो ढुङ्गाको मुखबाट निकाल्यो माथिदेखि। अब हेरौँ अन्तिमसम्म कतिवटा निस्किन्छ। ल है त साथीहरू यहाँ मामाजीको इन्ट्री भइसक्यो त्यहाँ पा झिक्नलाई। अब हेरौँ मामाजीले कतिवटा निकाल्छन् पा कालिपा। मैले जम्मा 3वटा निकालेर अब म चाहिँ भिडियो बनाउन आइदिएको। ल एउटा माछा पनि छोप्यो, एउटा माछा एउटा कालिपा, 4वटा कालिपा हो। लास्ट चिसो पानी। ल यहाँदेखि निस्केको चाहिँ यति नै। अब 5वटा कालिपा 2वटा माछा। अब चाहिँ यहाँ माथितिर जाने हो। हेरौँ साँझसम्म कति मर्छ कालिपा र मछली। ल है त गाइज यहाँ माथि आएर पनि हामीले यो 2वटा छोप्यौँ। यो ठुलो र यो सानो चाहिँ बुढाबुढी बसेर रहेछ। बुढोको चाहिँ यस्तो हुन्छ, यो काहिलामा टिक 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 हुन्छ। यो चाहिँ बुढो, यसको यो बुढीको चाहिँ हुन्न। बुढाबुढी बसेर रहेछ। तल 5वटा छोपेको थियौँ, 2वटा माछा। यहाँ आएर 2वटा छोप्यो। यो ढुङ्गामुनिदेखि निस्क्यो। अब फेरि एकछिन यसो आगो तापेर घोचेर अब निस्क्यो अनि निस्किन्छ, ननिस्क्यो अब जाने। टाइम पनि गइसक्यो। ल है त साथीहरू फाइनल्ली सबभन्दा ठुलो कालिपा, म चाहिँ कालिपा। आमामा यसको पासुला र बोडी बब्बाल छ। फाइनल्ली खतरा ठुलो कालिपा समाइयो होइन। अब हेरौँ अन्तिमसम्म कति समाइन्छ। यो ढुङ्गामुनि कुर छ, हेरौँ यो कुरदेखि कतिको निस्किन्छ। दारी आउने राम्रो हो नि त कालिपाको। ल अब चाहिँ हामी अब यहाँ हल्का अब आगो बालेर अझै हल्का एकछिन खोलेर अनि यताको कुनातिर खोज्नुपर्छ। ल है त साथीहरू आजको कालिपा चाहिँ यति नै। अब धेरै छोप्न सकिएन। यो चाहिँ मेन कालिपा। कालिपा त के हो त, पुरै हात खुट्टा तानेर बस्यो त। ल आजको कालिपा यति नै, आजको भिडियो पनि यति नै। अब बाँकी अर्को भिडियोमा भेटौँला। अब एकछिन आगो टापेर लाग्दिने यो घरतिर।